अहिले चाहिँ हामी नयाँ पुल चुनपाडामा छौँ। मिसिन यसमा यहाँ चाहिँ आज फर्स्ट लेयर गरेर सकियो। अब सेकेन्ड लेयरको लागि पछि आउनेछौँ। अहिले फेरि सेकेन्ड लेयर गराउनु हामी दमली जाँदैछौँ मिसिन लगेर। अहिले चाहिँ फिलहाल मिसिन लोड गर्न लागेको। अब मिसिन लोड गरेर हामी जानेछौँ दमलीतर्फ। दमलीमा आज यसो मौसम हेर्दा कि पानी पर्दा जस्तो नि छ, तर पानी पऱ्यो भने चाहिँ अलिक डिस्टर्ब त हुन्छ, काम हुँदैन। अब के हुन्छ कसो हुन्छ अब तपाईँले म देखाउने छु भिडियोमा चाहिँ। अहिले चाहिँ हामी दमलीतर्फ जाँदैछौँ। अहिले यो लोड गर्ने साथ हामी दमली जानेछौँ है त। ल भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला अनि सब्सक्राइबर चाहिँ गर्न नभुल्नु होला है त। अब हामी मिसिन पनि चढाउन लागेको। अब मिसिन चढाउन साथ हामी जानेछौँ बिस्तारै। म चाहिँ मिसिनको पछि पछि जान्छु। त्यही हो, अब मिसिन लोड गर्न अलिक टाइम लाग्छ। अब मिलाएर चढाउनु पऱ्यो होइन। फेरि हिँड्दाखेरि यो मिसिन बाँधिँदैन क्या, त्यत्तिकै टेलरमा चढाएपछि त्यत्तिकै जाने हो, त्यत्तिकै हिँड्छौँ। अनि बाटो चाहिँ 2 लाइनको छ। अब 1 लाइन चाहिँ यसले खान्छ फेरि होइन। अब बाटो 2 लाइनै खुलेको भने चाहिँ केही फरक पर्दैन। 1 लाइनमा कुनै कुनै ठाउँमा त अब बाटो पहिरिएर बर्खाको टाइम छ, बाटो पहिरिएर बाटो ब्लक छ नि त, हुन्छ नि, छ नि त, कुन एउटा ठाउँमा त बाटो ब्लक छ क्या। त्यसमा चाहिँ अलि त्यो युटर्नमा रोकेर अनि अगाडि गएर अर्को त्यो 2 वे बाटोमा हिँड्न मिल्ने ठाउँमा गएर अनि त्यहाँ एकछिन अरू आउने गाडीले रोकेर अनि मिसिनले बोलाउने अनि जान्छौँ। अनि त्यस्तो गर्छौँ। त्यस्तो गर्ने सिचुएसन पनि हुन्छ। अहिले चाहिँ अब मिसिन लोड गरिहाल्यो। अब मिसिन लोड गर्ने साथ जान्छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला, सब्सक्राइब पनि गर्नु होला है त। म भनिरहेको छु तपाईँहरूलाई, सब्सक्राइब पनि गर्न नबिर्स्नु होला प्लिज। सब्सक्राइब गर्न चाहिँ केही दुःख मन नगर्नु होला। बाटोमा लगेको भिडियो चाहिँ म धेरै गर्न मिल्दैन। अहिले म गाडी चलाउनुपर्छ नि त है त। भिडियो चाहिँ म अब दमली पुगेपछि हुन्छ भिडियो। बाटो बन्द गर्ने तरिका। दमली बजार आइपुग्यो। अब भोलि चाहिँ यहाँ फिज हुन्छ। पानी परेन भने, पानी पऱ्यो भने चाहिँ के कसो हुन्छ, पानी पर्ने भने चाहिँ फिज हुँदैन। तर भोलि चाहिँ फिज गर्न हामी यता आइन्छौँ। भिडियो चाहिँ म त्यो भिडियो चाहिँ अर्को भिडियोमा हाल्नेछु है त। बाई बाई, सब्सक्राइब।